तीन दोस्त थे। एक का नाम राम, एक का नाम श्याम, एक का नाम हरी। तीनों स्कूल में जाते थे पढ़ने वो गए। मैडम पीछे बेंच पे बैठा। मैडम ले आएर भन्नुभयो का भनेको के हो। रामले भन्यो के जानी कानका भन्यो ऊ हो। फेरि श्यामसित सोध्नुभयो का भनेको के हो। ऊ हो के जानी कानका भनिदियो। फेरि हरिसित सोध्नुभयो का भनेको के हो। त्यसले भने आउन्न। फेरि सोध्नुभयो खा भनेको के हो। भन्यो आउन्न। गा भनेको के हो। आउन्न। घा भनेको के हो। ऊ पनि आउन्न। फेरि भन्नुभयो गएर आफ्नो आमासित सोध्योस्। घर गयो आफ्नो पापासित सोध्यो पापा का भनेको के हो। त्यसको पापाले भन्नुभयो का भनेको त्यसको आमा बाबामा झगडा भए थियो। घर गयो आफ्नो बाबासित सोध्यो पापासित सोध्यो का भनेको के हो। त्यसको पापाले भन्नु गएर आफ्नो आमासित सोध। त्यसले सोच्यो कि गएर आफ्नो आमासित सोध। फेरि गएर आफ्नो आमासित सोध्यो खा भनेको के हो। त्यसको आमाले भन्नुभयो तेरो आमाको टाउको। फेरि सोच्यो दुईटा एन्सर मिलिहाल्यो। अब कसित सोधम। गयो रोडमा जाँदै थियो। गएर भन्यो एउटा कबाडीवाला जाँदै थियो। फेरि सोध्यो गा भनेको के हो। त्यो कबाडीवालाले भन्दैछ ले टुटिया फुटिया टिना प्लास्टिक है। फेरि त्यो सम्झिहाल्यो यही हो। फेरि एउटा ग्राउन्डमा गयो। भन्यो त्यहाँ दुईटा केटा बसे थिए गर्लफ्रेन्ड बॉयफ्रेन्ड। त्यो सो देख्न जाँदै थिए तिनीहरू। फेरि बॉयफ्रेन्ड त्योसँग सोध्यो घा भनेको के हो। अरू त्यो बॉयफ्रेन्डले भन्यो त्यसको धेरै ध्यान गरेन आफ्नो गर्लफ्रेन्डले भन्यो बेबी पछि जाम्ला। फेरि त्यसले सोच्यो होइन डार्लिङ पछि जाम्ला। त्यसले सोच्यो। फेरि स्कुल गयो। सबैभन्दा अगाडि बेन्चमा बस्यो। मैडम ल्याउनु भयो सोध्नुभयो आयो भन्यो हो। फेरि सोध्नुभयो का भनेको के हो। त्यसले भन्यो गएर आफ्नो आमासित सोध। फेरि मैडमले गुस्साइहाल्नु भयो। फेरि सोध्नुभयो खा भनेको के हो। भनेछ तेरो आमाको टाउको। फेरि मैडमले भन्नुभयो त यो स्कुललाई के सम्झिछस्। भन्यो टुटिया फुटिया टिना प्लास्टिक। फेरि भन्नुभयो प्रिन्सिपल सर लगेर जाम। भन्यो डार्लिङ पछि जाम्ला।